सस्तो सस्तो वाला पल्सर 150 यो 45,000 65,000 What's up everyone, दर्शक नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल रेभ नेपाल। सबैजना सन्चै हुन्छ होला, म पनि हल्का फुल्का सन्चै छु। अलिक गाह्रै बनाइरहेको छ अनि सो हिजोको डेली अब्जर्भेसन भिडियो चाहिँ आएन होइन, गाह्रो भएको कारणले गर्दा। अस्ति चाहिँ मैले इभिनिङमा हालिदिएको थिएँ। खोकी लागिरहेको छ, रुगा मुर्गी लागिरहेको छ। पसलतिर जाँदैछु अनि हाम्रो एसकेएन ब्लग्सले 3000 सब्सक्राइबर पुरा गरिसकेको छ, उसलाई बिग कङ्ग्रेचुलेसन होइन। आजको भिडियो के सम्बन्धी भनेर इन्ट्रो थम्बनेल टाइटलहरू थाहा पाइसक्नु भयो होला। आज बेनेल TNT300मा चाहिँ म यसको एउटा आइक्जेल एग्जस्ट निकाल्छु। यसमा दुईवटा हुन्छ, एउटा निकाल्छु होइन, एउटा निकालेर त्यसमा हालेर साउन्ड टेस्ट देखाउँछु हजुरलाई, साउन्ड टेस्ट सुनाउँछु है हजुरलाई के कस्तो लाग्यो, कतिको मन पऱ्यो। विदाउट एग्जस्टको पनि बबाल साउन्ड आउँछ त्यसमा पनि, त्यो पनि सुनाउँछु। अनि सकभर मिलेछ भने अब त्यहाँ खाली रहेछ भने बाटोहरू होइन, फ्लाइवे हानेर पनि सुनाउनु छु है। पसलतिर जाउँ ढक्क लाएर। आजको चाहिँ यो डेली अब्जर्भेसन एपिसोड 8 हो है। हल्का फुल्का कतै कतै पब्लिक रियाक्सनहरू आइरहेको हुन्छ, म खासै हाल्दिनँ होइन। यदि आज आएछ भने देखाइदिन्छु म हजुरहरूलाई। को रे को भनेको? रेभ नेपाल हो। म चाहिँ नयाँ बजारतिर आइसकेँ है। अब पसल जान्छु अनि पसल गरेर त्यही हामीले अस्ति नै यो आइक्जेल र एक्रोबोबिक एग्जस्ट टेस्ट गरेकै ठाउँमा साउन्ड चेक गर्ने हो। TNT300मा आइक्जेल हालेर है। मैले चाहिँ अब हाम्रो आजको भिडियोमा चाहिँ बेनेल TNT300मा चाहिँ एग्जस्ट हालेर आवाज सुनाउँछु भनेको थिएँ। आज सुदीप चाहिँ फेरि बनेपातिर गएछ, पिएमा बाइक लिएर गएछ, अनि बनाउनु पाएन। आज म हजुरलाई यो भिडियोमा चाहिँ हामी यहाँ नेवा अटो हब हो खासमा होइन, नेवा अटो हब। अब यहाँनिर तपाईँहरूलाई सेकेन्ड ह्यान्ड बाइक कुन कुन रेन्जहरूको छ यहाँनिरको सौजिला सोधेर
म भन्छु यहाँ सबसे अब भन्नु सबसे थोरै बजेटवाला कुन चाहिँ छ सबभन्दा थोरै बजेट सस्तोवाला सबभन्दा सस्तो पल्सर 150 यो 45,000 45 लटको यो 65,000 छ हाम्रो 65,000 अनि अर्को सस्तोमा स्कुटर यो वेट भन्ने छ हजुर त्यसको यो चाहिँ कति 76 लट भयो तपाईँको 76 लट रेट चाहिँ जम्मा 75,000 भएको छ यसको 75,000 हिरोको डुएट है कति ह्यान्ड छ सिंगल ह्यान्ड सिंगल ह्यान्ड अनि यो चाहिँ दुईजनाको नाम यो दुईजनाको नाममा छ अनि यो हाम्रो पल्सरको एएसको कति छ यसको पल्सर एसको चाहिँ हाम्रो 70,000 छ हजुर अनि अर्को यो 70,000 भन्नुभयो 72 लटको अनि कतिजना ओनर यसको यसको चाहिँ 4 बाट 5 जना छ 4 जना 5 जना हुनुहुन्छ अनि यो एनएस यो एनएस सिंगल ह्यान्डेड एनएस छ एउटा 200 हो यो 200 ए हजुर यो 68 लट्सको कतिजना सिंगल ह्यान्ड यो चाहिँ सिंगल ह्यान्ड कति छ यसको प्राइस चाहिँ यसको प्राइस चाहिँ हाम्रो 1,15,000 छ 1,15,000 र त्यसपछि त्यही रेन्जको भनेको अर्को एउटा R15 S छ यो यो 1.5 हो कि R15 S हो R15 S हजुर यसको रेट चाहिँ हाम्रो 1,25,000 छ 1,32,000 25,000 25,000 72 लटको रहेछ यो चाहिँ अब कति ह्यान्ड हो यो सिंगल ह्यान्ड कि सिंगल ह्यान्ड नै सिंगल ह्यान्ड नै हो अर्को हाम्रो अर्को अपाचे 200 छ अपाचे 200 सिंगल ह्यान्ड नै हो त्यो पनि सिंगल ह्यान्ड त्यो 72 लटको रहेछ 82 लटको रहेछ यो 72 लटको भयो अरे त्यसको प्राइस कति छ त्यसको प्राइस सेम हो 1,25,000 1,25,000 त्यो पनि सेकेन्ड ह्यान्ड कि त्यो सिंगल ह्यान्ड सिंगल ह्यान्ड नै हो अनि त्यसो गरेर यो प्रदेश 13 लटको बाइक रहेछ यो होइन एनएस हाम्रो यो एबीएस एफआई दुईटै ए एबिएस एफ दुईटै भएको यो पनि सिंगल ओनरको हो हैन सिंगल ओनर यसको रेट चाहिँ हाम्रो 2,15,000 राखेको छौँ कति कुदाएको छ यो चाहिँ यो 25,000 25,000 जति कुदाएको छ बाहिर पनि रहेछ एनएस है बाहिर पनि त्यो चाहिँ आज घर आएको हाम्रो ए हजुर अर्को हाम्रो यो हिरोको एक्सट्रिम 200 छ एक्सट्रिम 200 हजुर एबीएस भएको एबिएस मोडल यो चाहिँ डुअल च्यानल एबिएस सिंगल च्यानल सिंगल च्यानल एबिएस 2018 मोडलको हो 2018 मोडलको हाम्रो यसको रेट चाहिँ त्यही 1,30,000 छ 1,30,000 भनेपछि कति जति कुदाएको छ यो यो चाहिँ 32,000 जति कुदाएको रहेछ होइन यसको प्राइस कति भन्नुभयो त्यसको 1,30,000 1,30,000 अनि त्यो यो पनि हो यो जिक्सर पनि सेलमै हो दुईटै हो त्यो जिक्सर चाहिँ कति सिंगल ह्यान्ड नै होला त्यो पनि सिंगल ह्यान्ड अनि त्यो कति कुदाएको छ यो 38,000 को 38,000 2000 कतिको मोडल हो यो 2019 मोडल 19 एबिएस भएको है एबीएस एफआई एबिएस एफआई भएको त्यसको प्राइस चाहिँ कति छ यसको प्राइस 2,80,000 छ 2,80,000 तपाईँको अगाडि पछि दुईटा टायर नही हो हजुर अर्को यो एनएस डट एनएस हो कति लटको 86 लटको एनएस पनि रहेछ यो पनि सिंगल ओनर कि यो पनि सिंगल ओनर रहेछ कति कुदाएको छ यो चाहिँ 32,000 प्राइस कति छ यसको यसको प्राइस चाहिँ हाम्रो 1,45,000 1,50,000 सो यहाँनिर अर्को ठुलो पसल चाहिँ कहाँनिर हो अरू हाम्रो अगाडि नयाँ बजार त्यो ए, हजुर, हजुर। वर्कसप छ क्या अगाडि ए सो यहाँनिर नेवा अटो पार्ट्स नेवा अटो हबमा हामीले अब हल्का फुल्का बाइकहरू छ यहाँनिर है देखिहाल्नुभयो अब यो नयाँ देखिरहेको चाहिँ यो सुजुकी जिक्सर छ यो 155 होइन ए 250 हो यसको प्राइस कति भन्नुभयो हजुर यसको 2,80,000 2,80,000 यो 250 सिरिजको रहेछ त्यसै गरेर अरू बाइकहरू पनि छ इफ इन्ट्रेस्टेड म नम्बर पनि राखिदिन्छु तपाईँहरूलाई आउनु होला सँगै डोमिनारहरू पनि छ हैन डोमिनारहरू पनि छ डोमिनारहरू छ अनि डोमिनार कति मोडलको छ तपाईँहरूसँग 2020 मोडलको 2020 मोडलको यसको चाहिँ 3.5 लाख आएको छ 3.5 लाख सिंगल ह्यान्ड कि कस्तो सिंगल ह्यान्ड त्यो दुईजनाको सो तपाईँलाई नम्बर छोडिदिन्छु म दुईटा हजुर त्यो चाहिँ हाम्रो अगाडि पसलमा छ ए हजुर त्यहाँ पनि धेरै छ टेकनहरू छ ए सो उहाँहरूको अगाडि पनि पसल छ नयाँ बजार यो बालाजानी साइडमा है तपाईँलाई नम्बर छोडिदिन्छु इफ यु इन्ट्रेस्टेड अब यहाँ कुनै बाइकमा इन्ट्रेस्ट हुनुहुन्छ भने टक्क आएर कुरा गर्न सक्नुहुन्छ अब फेरि हामी एकछिन बाइकमा भेट्नुपर्छ च्याप्प लाएर सो म चाहिँ बाइकमा भेट्छु भनेको थिएँ हजुरसँग बाइकमा आइसकेँ होइन अहिले अब त्यहाँ कुले सोर सामान पुऱ्याउनु जाँदैछु एउटा आज सुदीप एसकेनाइन भ्लग्सले धोका दियो क्या मलाई भन्दै भनेको थिएन उता बनिपा बिहामा गइदिएछ नभए म अझै त्यो बनाइदिन्छु भनेको थिएँ सो डेली अब्जर्भेसन भिडियो बनाउनु एकदम गाह्रो छ डेली कन्टेन्ट के निकाल्ने हुन्छ त्यही भएर मैले त्यहाँ अब नेवा के भन्छ अटो हबमा गएर टक्क लाएर तपाईँहरूलाई एक दुईवटा त्यहाँ थोरै छ यहाँनिर चाहिँ उहाँहरूको अलिकति ठुलो स्टोर चाहिँ ठुलो रिकन्डिसन सेन्टर चाहिँ उता के भन्छ उसमा रहेछ के अरे नयाँ बजार उता चोकमा रहेछ है भित्र बसेर हल्ला गरेको छ कुकुर
देखाइहालेँ होइन के कस्तो लाग्यो हजुरलाई अब यहाँबाट जाँदाखेरि अब्जर्भ के हुन्छ अहिले बाइक कुदाउँदा त्यो कुराहरू पनि हजुरलाई देखाइहाल्छु घर फर्किन्जेलसम्म भ्लग हुन्छ टक्क लाएर है म चाहिँ यता कालीमाटी कुलेश्वरतिर आइसकेको छु है थोरै अगाडि हो अहिले सामान छोडेर अनि ठपक्क म फर्किन्छु एकछिनमा अनि फर्किँदाखेरि म सिधै घर जाँदाखेरि टक्क लाएर म भ्लग इन्ड गर्छु होइन आजको आज यता हो ल हाम्रो एकदम मिल्ने सर हो उहाँ चाहिँ एकदम है उहाँको ड्युटी यहाँ माथि अनि बालाजु चोकतिर ए होइन बालाजु चोकदेखि ओर सोरखोटी चोकमा हुन्छ ऱ्यान्डमली भेटिरहेको हुन्छौँ हामी वेलकम टु रेयान के हो रेयान्स के हो थाहा भएन हो सो म चाहिँ अब घरतिर आइसकेको छु है अब बाटोमा खासै त्यस्तो केही भएन जुन कुरा हजुरलाई देखाउनु पर्ने थियो आजको भिडियो के कस्तो लाग्यो अब बाइकहरू लिने छ भने चाहिँ रिकन्डिसनहरूतिर एकदम सोचेर हेरविचार गरेर मात्रै लिनुपर्छ है म्याक्सिमम् मिटर घटाएकै हुन्छ सरी भगवान् अब भोलि चाहिँ म टक्क लाएर है 2300मा एक्जेल एक्जस्ट हाल्छु अनि डिबी किलर विदाउट डिबी किलरकै साउन्ड सुनाउँछु सो आजको भिडियो के कस्तो लाग्यो हजुरलाई कमेन्ट गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ किप सपोर्टिङ अब अर्को भिडियोमा भेट्नुपर्छ अहिलेलाई टाटा बाई बाई